हेलो साथीहरू सबैजनालाई ह्याप्पी दसैँ। आज चाहिँ दसैँको शुभकामना सबैजना साथीहरू सबैलाई। आज चाहिँ हाम्रो टिका नेपालीहरूको चाहिँ ठुलो चाड टिका हो। आज चाहिँ विजय दशमी हो नि त, त्यसै कारण सबैहरू सबैलाई ह्याप्पी दसैँ छ है। सूर्य जस्तो तापिलो भएर केरा जस्तो मौलेर दुब जस्तो तानिएर एकदम भाग्यमानी भएर बस्नु। अझै ठुलो ठुलो काम गर्दै जानु, रेगुलर भइहालेको छ। यसरी नै त्यो नोटहरु यता दिनु भन, रेगुलर भइहालेको छ। क्या हो टिका पनि मैले भने मोटो भएछ भाइ भयो। टिकै लाग्यो। भेना राम्रो लिएर आउनु भन्न हो। भेना लिएर आउनु त भनेको नि, अब मान्दैन त। ननै आँखामा टप्पै पसेन त्यतिकै। ल अलि भे गर्न ए चामल हाल न, दही हैन हौ। ल्याते त भएछ। खै ल फेरि बिदुरी बतम बतम श्री कृष्ण नाम नारायण। सुबे भन्न नानीले यता हेर सिधा बसेर जस्तो उज्यालो भएर एकदम दुब जस्तो मौलेर केरा जस्तो झाँकेर एकदम ठुलो मान्छे हुनु, भाग्यमानी हुनु, एकदम ज्ञानी भएर जानु, मजाले पढ्ने हुनु मेरो छोरी। पापा अब तिम्रो टर्न। पापा त्यसलाई चाहिँ सानो लगाइदियो त्यो ठिक्कै माथि लगाइदियो, मुनि हैन माथि। अब त ट्याक्क भएकोमै है। ल यहाँ पहिला यहाँ खोइ जोडी भन्न हौ। नमस्ते सिंहन्छ दशरथ मानन्द दुर्गा धनी बिदुरी बतम बतम श्री कृष्ण नाम नारायण। नारायण जस्तो उज्यालो भएर सूर्य जस्तो एकदम तापिलो भएर बस्नु, भाग्यमानी भएर एकदम तिमी चाहिँ लाउँदैनौ? अहिले तपाईले लाइन उ नाच्न छ नि हेट अब हाम्रो उसले लगाइदिँदैनौ भनेको। ए अनि उले लाइन सक्यो। अन्त आमा पापाले लगाइदेऊ न। ल बा थापा नमस्ते सिंहन्छ दशरथ मानन्द दुर्गा धनी टिका पनि बतम बतम श्री कृष्ण नाम नारायण। के हुने डाक्टर हुने पछाडि इन्जिनियर हुने सीतामै जस्तो भएर एकदम शिला जस्तो खपेर एकदम तापिलो भएर भाग्यमानी हुनु, बाबा आमाको कुरा मानेर अगाडि बढ्नु, ठुलो मान्छे हुनु पढेर हुन्छ। हुन्छ भन्छ मुख पर्कायो कि ध्यामै फेरि त्यसो चाहिँ नभन्न हौ। राम्रो खालको आशीर्वाद दिनु छ। मुख पर्काउनु भएन ल पार्नु ल। छिटो तिम्रो टाइम छिटो थापा ए तिमी त सानी छौ हा, मजाले पर्नु ल, नरुनु। अहिले चाहिँ नि रुन्छु नि भनेन। अहिले बल्ल लाग्यो बिगाड्यो। म ला धन आमा त डल्लै भेट्दै त। ल बा लागिया तिमी चाहिँ उतै बस्ने होला, आउनु ल सधैँ टिका लाउनु ल हाम्रोमा ल, ज्ञानी हुनु ल। खोइ कति थियो कता के फुल मात्रै थाप्नु, अब बेस छैन। पैसा दरु ल्याइसौ। ल फुल मात्रै थाप। तलाई दिएर मजामा आउँछ। ल ल मेरो छोरी ल मिठाई खानु ल, पापाले सबैलाई आशीर्वाद दिनु के दिनु हो? दिनु न हौ अन्त राम्रो राम्रो। भाग्यमानी हुनु अब धेरै धेरै होइन अहिलेसम्म भाग्यमानी छ है। अगाडि पनि अगाडि पनि भन्नु हुनु म आएर बस्नु सिजन फेरि जस्तो आयो फेरि नौ त छ भन्छ। अब घरहरू राम्रोसँगले बनिँदैछ होइन, राम्रोसँगले बस्नु हो। 4 दिन सुत्नु, साँच्ची 4 दिन सुत्नु भन्दै थियो हो, मजाले सुत्नु अब रेस्ट गर्नु। 4 दिन आफै सुत्छु भने त अब त्यहाँबाट त के दिनु अब आशीर्वाद भन्नु आउँदैन। राम्रोसँगले गरी खाना अब अहिलेसम्म गरी खाइराखेको छ होइन। तिमी पनि तपाईँले राम्रो के लाग्यो त्यसको त। तिमी पनि अब हेर हाम्रो भाइसँग आइहाल्यो है, राम्रोसँगले गरी खाने तिमीले हो अब घरको ठुलो मान्छे है। रुन्छ म फेरि खै होइन मको भयो आयो है। अब यत्रो अब होइन घरको जिम्मा छ, सबै कुरा गर्नु र एकदम रिस कम्ती हो, रिस एकदम कम्ती, काम राम्रोसँग गर्नु। अहिलेसम्म भइरहेको छ।
घरिघरि पनि यस्तै होस्। तिम्रो हो त्यो बहिनीको टाइम हो अझै ठुलो किराको सबै ठुलो होस् मेरो भाइको। अहिलेसम्म बहिनीको टाइम होला अगाडि पनि ठुलो होस्। खाना खाएर जानु ल यसो ल फरम जाने फरम टिका लाउनु जाने निकाल के राम्रो सबै बस्यो बुहारीको त बुहारी पनि एकदम कम्ती बुढासँग कम्ती चलाउने हो। घरिघरि दुईजना नबाग्ने हाँसोको पात्र एकदम नबनाउने घरमा एकदम तपिएर बस्ने हो। जे जे सोचेको छ सबै कुरा होस्। टाइम के गरेको थियो टाइम के गरेको थियो समय सोचेको पुगेकै होला अगाडि पनि पुगेर हो। रिस कम्ती एकदम दुईजना चाहिँ रिस कम्ती मान्छेहरूलाई हँसाउनु गाउँमा बसेर एकदम अगाडि छ त्योभन्दा चाहिँ राम्रो भएर जानु राम्रो सोच्नु राम्ररी हेर्नु। इन्फ्लुएन्सर तपाईँहरू घुम्न आउँछ पैसा यता हेर्नुहोस् यता सकिँदै हालिन्छ नानाहरूलाई चाहिँ के खदा लाग्छ त्यसै खाना लाउनु पर्छ आउँछ कि नाना पहिले किन आउँदैन एउटा सकेको कति छैन फेरि यिनीहरू हामी दुईजनाको भेन नि यसको म यो सबै हालिदिन्छु यत्तिकै। सुँगुरको मासु लडेको छ म यत्तिकै हालिदिन्छु अब नि चिल्लै अब यसलाई हालिदिन्छु म के भनेको होइन बोलेको आउँदैन अहिले हालिदिन्छु अन्त चाल पाउँछ। उयो गर न यसलाई पनिर ल्याउनु पर्छ हिजो मैले पनिर पैसा कमाउनु ल्याउनु उठाए होइन फिस छैन भक्तेको फ्यान हो तपाईँ भक्तेको फ्यान हो तपाईँ। कोही बिहान काटेको कपाल अब ए कस्तो हँसाको यहाँनिर पुरुष के छोडिहालेछ होइन यहाँ पनि पुरुष छोडिहालेछ अब बिग्रे बेसी सूर्य जस्तो तपेर शिला जस्तो खपेर सीतामाई जस्तो भएर खान कुर्ता त भएछ त नाइले फेरि कुरा मानेर अनि के खोज्यौ सादा जो कम्ती भयो कस्तो बुटी बुक यो बुक यस्तो बुकी छैन कहाँ लगिदियो फ्याक्दै त मैले अनि सागा दाजु एकदम